नमस्कार, म डाक्टर तोशिमा कार्की। विगत केही दिनदेखि मैले उठाएको रिफर्मेसनको एजेन्डालाई अति रञ्जित गरेर यो मुद्दालाई कमजोर बनाउनको लागि रवि लामिछानेको विकल्प खोजेको हो कि भन्ने किसिमका आरोपहरू निरन्तर म माथि आइरहेको छ र मलाई लाग्छ मैले यो प्रस्ताउनै पर्छ, होइन भने भुसको आगो जस्तो सल्किएर यसले राष्ट्र स्वतन्त्र पार्टीलाई नै कमजोर बनाउन सक्छ। जेनजी क्रान्तिले उठाएको भ्रष्टाचार विरुद्धको मुद्दा र सुशासनको मुद्दालाई स्थापित गर्नको लागि स्वयं राष्ट्र स्वतन्त्र पार्टी पनि यथास्थितिवादमा शिथिल भएर चलिरहने छुट छैन। हामीले सुधार गर्नुपर्छ र त्यही सुधारको लागि, सुदृढीकरणको लागि वैचारिक र सांगठनिक सुधार गर्नुपर्छ भनेर मैले रिफर्मेसनको एजेन्डा उठाएको हुँ र यसका रिफर्मेसनको मोडालिटीहरूमा चाहिँ डिस्कसन गरौँ भनेर मैले यो प्रस्ताव राखेको हुँ। म यहाँलाई अनुरोध गर्न चाहन्छु, विस्तारित बैठकलाई मुख्य महत्वका साथमा हेरेर यहाँहरू सकेसम्म धेरै सहभागी भइदिनु होला, आफ्नो विचार राख्नुहोला र पार्टीको नेतृत्वलाई पनि फेरि अनुरोध गर्छु, सहभागीहरूलाई भोटिङ राइट दिउँ। विस्तारित बैठकमा प्रस्तुत हुने राजनैतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि राष्ट्र स्वतन्त्र पार्टीका विभिन्न तह र तबकाबाट सहभागी साथीहरूले विचार राख्न पाउनुपर्छ। साथै त्यसलाई कम्प्लिटली स्वीकार गर्ने हो कि बहिष्कार गर्ने हो कि संशोधन सहित स्वीकार गर्ने हो, त्यो अधिकार, निर्णयको अधिकार चाहिँ सहभागीहरूलाई दिनुपर्छ, यानी भोटिङ राइट दिनुपर्छ भनेर म फेरि पनि आवाज उठाउँछु र मैले यो निरन्तर राख्दै आइरहेको विषय हो। देश तथा विदेशमा रहनुभएका राष्ट्र स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्यज्यूहरू र साथै सम्पूर्ण शुभचिन्तकहरूलाई म अनुरोध गर्न चाहन्छु, म तोशिमा कार्कीले आफ्नो पेसा छोडेर, आफ्नो भविष्य छोडेर राजनीति गर्छु भनेर राष्ट्र स्वतन्त्र पार्टीलाई अपनाएर आएको हुँ र विगत 3 वर्षदेखि राष्ट्र स्वतन्त्र पार्टीलाई हुर्काउन, बढाउन, जनता समक्ष पुर्याउनको लागि म देशभरि घुमेको छु। देशभन्दा बाहिर पनि संगठन विस्तारमा लागेको छु। विभिन्न माध्यमहरूबाट अफवाह फैलाउने, षड्यन्त्र गर्ने, पार्टीलाई नै कमजोर हुने गरिकन हामी माथि निरन्तर प्रहार भइरहेको छ। कृपया ती मिथ्या आरोपहरूमा नअल्मलिदिनु होला। मैले उठाएको रिफर्मेसनको एजेन्डा व्यक्ति विरुद्धको एजेन्डा होइन, समग्र राष्ट्र स्वतन्त्र पार्टीलाई सुदृढ बनाउनको लागि, सबल बनाउनको लागि, अहिले समय सापेक्षिक हिसाबले सक्रिय बनाउनको लागि र वैकल्पिक शक्तिहरू, स्वतन्त्र व्यक्तिहरू, बुद्धिजीवी, नागरिक समाज र विशेषतः जेनजीहरूलाई समावेश गराउनको लागि राष्ट्र स्वतन्त्र पार्टी उदार हुनुपर्छ। केन्द्रमा भएको पदाधिकारी, सचिवालय र केन्द्र समितिमा पुनरावलोकन, पुनर्गठन, पुनर्विचार गरेर चाहिँ उहाँहरूलाई अटाउने किसिमको हामी ठूलो बन्नुपर्छ भनेर मैले यो विषय उठाइरहेको छु। अहिलेको यथास्थितिमै चलिराख्ने हो भने हामीले चाहेर पनि मेजोरिटी पार्टी बन्न सक्दैनौँ। त्यसैले वैकल्पिक शक्तिहरूलाई मूलधारको राजनीति गर्न आउनको लागि राष्ट्र स्वतन्त्र पार्टी ठूलो हृदय लिएर, ठूलो प्लाटफर्म, एउटा साझा प्लाटफर्मको रूपमा उदाउन सक्नुपर्छ र त्यसको लागि रिफर्मेसन आवश्यक छ भनेर भन्दैछु। यहाँलाई फेरि भन्छु, अन्त्यमा कृपया रवि लामिछानेको विकल्प खोजेको हो भनेर अतिरञ्जित गरेर यो विषयलाई कमजोर बनाउने प्रयास नगरिदिनु होला। यहाँहरू सबै मिलेर आउनुहोस्, रिफर्मेसन गरौँ, राष्ट्र स्वतन्त्र पार्टीलाई थप सबल बनाऊ, सुदृढ बनाऊ र साझा प्लाटफर्मको रूपमा विकसित गरौँ। धन्यवाद।